भानुभक्तको बाटो समाई देशलाई माया गरौँ। आज मिति 2083 साल असार 29 गते हुन गइरहेको 213औं भानु जयन्तीको पावन अवसरमा यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा म इवा पौडेलको न्यानो अभिवादन टक्राउँछु। आज म हजुरहरूको सामु भानुभक्त आचार्यको जीवनी प्रस्तुत गर्न गइरहेको छु। आशा छ ध्यानपूर्वक सुनिदिनुहुनेछ। भानुभक्त आचार्य नेपाली भाषाका आदि कवि हुनुहुन्छ। उहाँको जन्म विक्रम सम्वत 1871 असार 29 गते तनहुँ जिल्लाको चुदिरङ्गा भन्ने गाउँमा भयो। उहाँको पिता धनञ्जय आचार्य र माता धर्मावती देवी हुनुहुन्थ्यो। भानुभक्तले हजुरबुबा श्रीकृष्ण आचार्यबाट संस्कृत भाषाको राम्रो शिक्षा प्राप्त गर्नुभएको छ। उहाँ एउटा गरिब गासीको कामबाट प्रभावित भएर अगाडि बढ्नुभयो। संस्कृत भाषामा लेखिएका रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यमा ठुलो योगदान दिनुभयो। उहाँको रामायण, वधु शिक्षा, प्रश्नोत्तर आदि कृतिहरू प्रसिद्ध छन्। उहाँको निधन विक्रम सम्वत 1925 असोज 6 गते भयो। नेपाली भाषा र साहित्यमा अतुलनीय योगदानका कारण आज पनि हामी सबैजना उहाँलाई आदरपूर्वकका साथ सम्झने गरिन्छौँ। धन्यवाद।